Oh my God, के भयो भर्खरै ओमान जस्ट बिट युएई नेपालले युएई लाई हरायो ओमानले युएई लाई हरायो अब भाइ रियल ट्रोफी वार घटाओ रियल ट्रोफी वार र रियल फाइनल तपाईको नेपाल भर्सेस ओमान जसले जित्यो ट्रोफी त्यसको भाइ युएई अफिसियल्ली बाहिरियो युएई युएई बाहिरिसकेको छ ट्रोफी वारबाट ओ माई गड गेडा आज यो के विधिको के भाइ मलाई कसम भनेको केटा म त साइको खाइरहेको छु के भइरहेको गेम आज यो मजा आयो केटा हो हेर यो ओमान इन द टप द्याट्स नट अ डजन्ट म्याटर के ट्रोफी जित्नलाई हामीले ओमानलाई हराउनै पर्ने थियो होइन ट्रोफी जित्नको लागि ओमानलाई हामीले हराउनै पर्ने थियो हामी हराउँछौँ त्यो द्याट्स नट अ बिगेस्ट स्टिल प्याक्सम्यान हराएको तर भाइ अब जापान वी हेभ फेथ अन जापान जापान क्यान बिट युए मैले तपाईँलाई क्लियरली भनेको थिएँ कि एउटा टिम हुन्छ जो डिसएपोइन्ट हुन्छ तीनटा टिमबाट एउटा टिम चाहिँ 101% डिसएपोइन्ट हुन्छ यो वर्ल्ड कप क्वालिफायरमा जसरी इटालीले तपाईँको नेदरल्यान्डको त्यसमा स्कटल्यान्डलाई त्यो भन्छ के त्यो गरेको थियो नि बिल्ला गरेको थियो नि त्यस्तै गरे बिल्ला हुन्छ भनेको थियो केटा हो यार भयो नेपालले आज टेबल टप गर्छ भने पोइन्ट त बराबर त हुन्छ केटा हो केही फरक परेन नेपाल आज टेबल टप गर्छ भनेको त केही फरक परेन त हो नेपालले कतारले राम्रो रन रेटले हरायो भने त टेबल टप गरिहाल्छ नि यार भइरहेको छैन हावा कुरा नगर्नु बाँकी 2 म्याच बाँकी छ सो 2 म्याच बाँकी छ होइन अब जसलाई बाहिरिन सक्छ केटा हो वर्ल्ड कप युएई नपुग्न सक्छ यदि जापानले युएई लाई हराउँछ भने यदि जापानले युएईलाई हराउँछ भने द्याट इज नट पोसिबल टेक्निकली नट पोसिबल बट जुन प्रकारले जापानले नेपालको अगेन्स्टमा खेलिरहेको थियो जुन प्रकारले जापानले युएईको अगेन्स्ट खेलिरहेको थियो भन्न सकिन्न है केटा भन्न सकिन्न है जे पनि हुनसक्छ है केटा जापानले युएईलाई हरायो भने त युएई बाहिरियो युएईको नारायण हरिहरी भयो किनकि जापानले यो सोमवार जितिसकेको छ होइन अहिले करेन्टली पनि हेर्नुहुन्छ भने जापान र युएको बराबर पोइन्ट छ 2-2 पोइन्ट छ यार जापानले हराउँछ युएलाई कि यस्तो यो भरि हार्छ फेरि जापान ओमानले जानी जानी हारिदियो भने ओमानले जानी जानी हारिदियो भने पनि जापान क्वालिफाई हुन्छ यार युए क्वालिफाई हुन्न यार ओ माई गड द्याट पोइन्ट पुरै रमाइलो भइरहेको यार